आज मैले बनाउँदैछु चिकन बाङ्ग्राको छोला। तपाईँले खानु भएको छ कि भएको छैन? यस्तो राम्रो हुन्छ। अन्त पहिला मैले बोइल गरेर अनि सफासँग धोएर यसलाई टुक्रा टुक्रा पारिसकेर एउटा कराईमा तेल राखेर यसलाई फ्राई गर्नुपर्छ अलि राम्रोसँग, किनभने गन्दा आउँदैन अनि फोहोरहरू पनि जान्छ। त्यसैले थोडा नुन र अलिअलि हल्दी हालेर मैले यसलाई राम्रोसँग फ्राई गर्दैछु। यो फ्राई अलि ब्राउन हुनसम्म फ्राई गर्ने। फ्राई गरिसके पनि फेरि राम्रोसँग फ्राई भयो अनि त्यसपछि फेरि त्यसलाई छोडिदिने, एकचोटि कि ब्राउन हुनसम्म फ्राई गर्नु पर्यो। त्यसपछि फेरि यो ब्राउन भइसकेको छ, त्यसलाई मैले एउटा प्लेटमा राख्नेछु, एउटा अर्को भाँडामा राख्नेछु अनि फेरि त्यसै भाँडामा फेरि अरू टमाटरहरू फ्राई गर्नेछु। तेल मैले हालिनँ किनभने पहिलाको तेल नै थियो अनि अलिअलि खुर्सानी, पिरो आफूलाई कति मन छ त्यस्तै, अनि त्यसलाई अलि राम्रोसँग पाक्नको लागि मैले छोपिदिएँ। त्यसपछि मैले त्यसमा हाल्नको लागि अदुवा लसुन र त्यसमा टिमुर राखेर त्यसको पेस्ट बनाउँदैछु, किनभने एकदमै मिठो स्वाद आउँछ टिमुर हाल्यो भने। र त्यसलाई फेरि बोइल भइसकेको पाकिसकेको टमाटर र खुर्सानीलाई मैले ग्राइन्ड गर्नेछु। ग्राइन्ड गर्दाखेरि स्वादअनुसारको नुन थप्नुहोला अनि त्यसपछि फेरि त्यसलाई ग्राइन्ड गरेँ र त्यसलाई राम्रोसँग ब्राउन फ्राई भइसकेकोमा राख्ने। त्यसपछि मैले साइडमा प्याज काटेको थिएँ त्यो राखेँ। त्यसपछि फेरि लसुनका थोरै लसुन पत्ताहरू अनि धनियाँहरू राखेर त्यसलाई मैले अब अन्तिम पटक फिनिसिङ गर्दैछु। अनि त्यसमा अलि नुन स्वादअनुसारको राख्नु होला। अनि त्यसपछि मैले त्यो पेस्ट बनाएको टिमुर अदुवा लसुनलाई फेरि त्यसमा एड गरेको छु। र त्यसपछि फेरि त्यही कराईमा अलि तेल थपेर फेरि मेथी अनि अलि आलु गराउनको लागि, राम्रो गराउनको लागि हल्दी राखेको छु र त्यसलाई अनि झानिदिने। फेरि लास्टमा अलिअलि अमिलो राखिदिने, त्यसले एउटा राम्रो चट्टको स्वाद दिन्छ। अनि त्यसलाई राम्रोसँग मोल्नुपर्छ, राम्रोसँग सबै मिक्स हुने गरी मोल्ने। र मोलिसक्यो भने यो खानलाई तयार भयो। मैले त यस्तै बनाएर खान्छु। साथीहरू तपाईँ कस्तो बनाउनुहुन्छ? राम्रो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्।